जय मसिह हो हजुरहरू सबैजनालाई। आज मेरो बुढाको अपरेसन हुँदैछ। सबैजनाले प्रार्थनामा सम्झिदिनु होला। अनि फेरि केसको अपरेसन भन्ने हुन्छ होला। किडनीमा पत्थरी भएर पत्थरी निकाल्नेको अपरेसन हुँदैछ। गइपुगेको छैन, जाँदैछु। र पनि हजुरहरूले सबैजनाले सम्झिदिनु होला। हजुरहरूको प्रार्थना र परमेश्वरको आशीर्वादले सबै कुराहरू ठिक हुन्छ र विश्वास छ हजुरहरूले प्रार्थनामा सम्झिदिनुहुन्छ र हाम्रो प्रार्थना पनि हजुरहरूको सामान्य भइसकेको छ। किनभने देश विदेशमा सबैजनाले आफ्नो तर्फबाट प्रार्थना गर्ने हो भने हरेक रोगलाई जित्न सकिन्छ भन्ने परमेश्वरको वचनमा भनेको छ र रोगीहरूलाई निको पार्ने पनि परमेश्वरको वचनमा छ। यही बेला हो कतिपय हरेक सङ्कष्टको बेला हरेक संसारीहरू विभिन्न किसिमका अन्य जातिहरूकाले भत्काउन खोज्ने के अरे अनि तैँले भन्दा मैले ठिक गराउँछु, मैले भन्दा तैँले ठिक गराउँछु भन्ने व्यक्तिहरू आउँछन्। र पनि अब हामी परमेश्वरप्रतिको विश्वास गऱ्यौँ भने हरेक कुराहरूमा नम्रता र एउटा हौसला पनि दिनुहुन्छ र परमेश्वरलाई धेरै धेरै धन्यवाद भएको होस्। हजुरहरूको सहायता र हजुरहरूको ममता, हजुरहरूको प्रार्थना र परमेश्वरको आशीर्वादले मेरो श्रीमानको एउटा किडनीमा त अपरेसन नभएर नै एउटा मसिनको सहायता लिएर नै त्यो किडनीबाट पत्थरी गइसक्यो। अब एउटा किडनीमा पत्थरी छ।